हेलो साथीहरु, आज चाहिँ म तपाईहरुको लागि चाहिँ सानो सजेस्ट है। तपाईहरु मलेसियामा हुनुहुन्छ हैन, कम्पनी प्राय जसो धेरै जसो चाहिँ जंगलले नजिक हुन्छ नि त। त्यही पनि मलेसियामा चाहिँ एकदमै धेरै जसो चाहिँ एकदमै पानी खल्चाखुल्चु हैन, पोखरी पानी खोला नाला धेरै, प्लस त्यसपछि जंगल झारबार एकदम धेरै देखिन्छन् हैन। अनि सर्प चाहिँ एकदम जताततै हुन्छन् के। सर्प पनि फेरि सानो खाले हैन है, यत्रो टुटुल पनि अजिङ्गर अनि अरू नाक। अनि त्यसपछि त्यस्तै सर्पहरु चाहिँ तपाईहरुले मजाले धेरै देख्न सक्नुहुन्छ। अलिकति होशियार यताउति हिँड्दै हुनुहुन्छ अथवा हिँड्दाखेरि चाहिँ अलिकति होशियार चाहिँ हुनुपर्छ है साथीहरु। सर्प यस्तो डेन्जर हुन्छ कि अहिले म तपाईहरुलाई देखाउँछु। यस्तो खाले हुन्छ सर्प। हेर्नुस्, यस्तो छ। अब मार्केट जाँदै क्रममा चाहिँ बाटोमै यस्तो छेक्दिरह्यो के। हेर्नुस् न, यत्रो ठुलो साँप पनि फेरि कत्रो ठुलो के। हेर्नुस् न, यो त अजिङ्गर हो कि कुन चाहिँ हो हैन, तर यति धेरै लामो एकदम मोटो पनि छ है यो सर्प। एकदम मान्छेले टोक्यो भने तपाईले चाहिँ ज्यान लिने सम्भावना चाहिँ धेरै नै देखिन्छ है। यस्तो प्राय हुने भनेकै यस्तै ठाउँहरुमा जंगल, यस्तै झारबार बढी हुने, अनि त्यसपछि अनि खोला नाला अनि पानी बढी बाटोमा चाहिँ हुँदो रहेछ है साथीहरु। आहारको खोजीमा हिँडिरा हुन्छन् हैन। राति हिँड्दाखेरि तपाईले चाहिँ एकदम होशियार भएर हिँड्दाखेरि धेरै नै सहज हुन्छ है साथीहरु। हेर्नुस्, यो बिरालो र यो सर्प एकदमै कम्पिटिसन एकदमै हेर्नुस् न जुत्न लागिरहेछ के। यस्तो डेन्जर हुन्छ के। हेर्नु न, अब जुदिसकेको छ अझै पनि फेरि एकदमै रेडीमा छ के। सर्प पनि कत्रो ठुलो छ हैन, यत्रो बेरेर चाहिँ एकअर्कालाई चाहिँ एकदमै हेराहेर छन्। एकदमै डेन्जर हुन्छ है साथीहरु। तपाईले त्यही भएर चाहिँ मलेसियामा चाहिँ एकदमै सर्प चाहिँ जताततै लाग्दो रहेछ है। यो पाप यागुदा सर्प, अनि त्यसपछि यो छेपारो, त्यस्तो चाहिँ तपाई चाहिँ मान्छेलाई बढी एकदमै असर गर्ने खालको चिज चाहिँ धेरै नै देखिन्छन् है साथीहरु। एकदमै होशियार हुनु होला। यस्तै सर्पहरु त कति धेरै नै हुन्छन् है साथीहरु। कति छोडियो, कति अब मुसा खानलाई चाहिँ धेरै जसो कम्पनी भित्र चाहिँ पसिरा हुन्छ के। अनि त्यसपछि आहारको खोजीमा जब पानी परिहाल्यो त्यसपछि उनीहरुलाई पनि अब अलिकति ठाउँ खोज्नलाई चाहिँ हिँडिरा हुन्छ राति होस् दिउँसो जतिखेर पनि एकदमै यस्तो खाली सर्प चाहिँ मजाले देखिन्छ है साथीहरु। यो मलेसिया चाहिँ अब नेपाल भन्दा बढी नै सर्प लाग्ने ठाउँ रहेछ। प्राय धेरै जंगल, अनि त्यसपछि यो धेरै नै खोला नाला भएर पनि हो कि एकदमै धेरै नै लाग्छ है साथीहरु। हेर्नुस्, यो सर्प हेर्दा भाग्दिन्छ कि। हेर्नुस् है, यति धेरै लामो छ। हो हेर्नुस्, डेन्जरले दौडिन्छ। अब दौडिहाल्यो के लास्टमा हामीले देखेर। राम्रो भिडियो पनि राम्रो मैले गर्न पाएन, किनकि धेरै टाढाबाट गरे हो। मैले नजिक चाहिँ अब डराउँछु नि त। त्यही भएर यस्तो डेन्जरले भाग्दिहाल्यो साथीहरु। हेर्नुस्, त्यही भएर होशियार